यो आँख्नै पछि फल्ने काँक्रा चाहिँ मैले फर्स्टचोटि लगाएको साथी हो। नत्र म प्रायः जहिले नि लोकल लगाउँथेँ, भक्तपुरी लोकल। यसपालि चाहिँ के हुन्छ कस्तो हुन्छ भनेर लोकल क्रस, लोकल जस्तो देखिने तर हाइब्रिड लोकल क्रस F1 गोर्खा सिटे भन्ने काँक्रा लगाएको फर्स्ट वर्ष मेरो फर्स्ट अनुभव हो। तर फलाइ हेर्दा त अब राम्रै लाग्यो, ठिकै लाग्यो। फल्न पनि चट्ट आँखै पिच्छे टक्क फल्दो रहेछ। तल टिप्दै गयो माथि सर्र फल्दै आउँदो रहेछ लोकल क्रस भक्तपुरे काँक्रा। ल है साथी हो, ताजा टिप्दा टिप्दैको ताजा। या हाम्रो बारीमा आएर आफै छानेर रोजेर टिपेर खान चाहनुहुन्छ भने सुन्दर साथ कृषि फार्मलाई सम्झनु होला साथी हो। काँक्रा, बोडी, सिमी, घिरौँला, फर्सी, लौकादेखि लिएर साग, टमाटर त टमाटर भइगयो, साग, धनियाँसम्म सुन्दर साथ कृषि फार्ममा पाउँछ साथी हो। के पाउँछ, के छ भनेर मलाई भिडियो बनाएर हाल्नु दाइ भनेर कमेन्ट गर्नुभएको थियो। ल हेर्नु होला, छोटो खालको घिउ बोडी असाध्यै हजुरहरूलाई मनपर्ने यस्तो छोटो खालको घिउ बोडीको माग थियो। हाम्रो बारीमा यो पनि निक्लिसक्यो गाइज।